हेलो साथीहरू, स्वागत छ मेरो युट्युब च्यानलमा। हेरौँ, एउटा लिमिटको क्वेसन लिएर आएको छु। धेरै नै सिम्पल तरिकामा सम्झाउँछु तपाईँहरूलाई। यहाँ के भनेछ, tan x माइनस sin x बाई x क्युब। tan x, tan x 0 राख्छौ x को ठाउँमा, त tan 0 1 माइनस sin यहाँ x ठाउँमा 0 राख्छौ त 0 भइहाल्छ। यहाँ 0 छ, x इन्टु 0 0 1 भइहाल्छ। 1 1 कटेर 0 भइहाल्छ। 0 बाई x 0 को क्युब 0 हुन्छ, 0 बाई 0 0 बाई 0। यो कुन फर्ममा छ? इन्डिटर्मिनेट फर्ममा छ। हामीले डिटरमाइन गर्न सक्दैनौँ। त्यसैले कसरी यसलाई यसको लिमिट निकाल्ने? यो लिमिटको क्वेसन धेरै नै महत्त्वपूर्ण छ। हेर्न कसरी बनाइन्छ। लिमिट x इज टेन टु 0। त्यो ट्यानले के गर्ने? फर्मुला के छ? जस्तो लिमिट के हुन्छ? x इज टेन टु 0 हुन्छ। साइन थीटा बाई थीटा हुन्छ भने त के हुन्छ? यसको भ्यालु 1 हुन्छ। अथवा लिमिट x इज टेन टु 0 हुन्छ भने tan थीटा बाई थीटा इक्वल टु 1 हुन्छ। पढेछौँ हामीले कसरी गर्ने हेर्ने। tan x ले के गर्ने? sin x बाई cos x, sin बाई cos मा हुन्छ माइनस sin x बाई x क्युब भयो। अब यो कसरी गर्ने फेरि? लिमिट x टेन टु 0, यो sin x यसको एलसिएम के हुन्छ? cos x, sin x यो यता गएर मल्टिप्लाई हुन्छ माइनस sin x इन्टु cos x भयो नि, बाई x क्युब। फेरि लिमिट x इज टेन टु 0 भयो। यसमा कुन कमन हुन्छ? sin x 1 माइनस कति बज्यो? 1 माइनस cos x बाई cos x बाई x क्युब भयो। लिमिट x इज टेन टु 0 sin x बाई cos x के हुन्छ? sin बाई cos के हुन्छ? cos x त tan x भइहाल्छ। tan x 1 माइनस cos x हामीहरू के पढेछौँ ट्रिगोमेट्रीमा? 1 माइनस cos 2 x भइहाल्छ त के हुन्छ? 2 sin स्क्वायर x। त्यसमा 2 त छैन, 2 छैन त के गर्ने? 1 माइनस cos 2 इन्टु x बाई 2, किनकि 2 2 कटिहाल्छ, cos x भइहाल्छ। के गर्ने? त्यसको के हुन्छ? 2 sin स्क्वायर, यो एङ्गल भयो 2 sin स्क्वायर x बाई 2। यसरी बनाउनु। 1 माइनस cos x छ, यसमा 2 छैन त के गर्ने? त्यसरी हाफ एङ्गलमा लेख्ने इन्टु 2 sin स्क्वायर x बाई 2 भयो नि, बाई x क्युब। फेरि हेर्ने लिमिट x इज टेन टु 0 tan x ले हामीले कुन फर्ममा लिएर जान्छौँ? tan थीटा बाई थीटा x इज टेन टु 0 छ यहाँ, त्यसैले tan थीटा बाई थीटा इक्वल टु 1 फर्ममा लिएर जान्छौँ। त tan x बाई x आफूले थप्यो तल इन्टु x, किन कटेर फेरि त्यति हामीले एन्सरमा नि केही पनि लेख्न सक्छौँ, आम लिची केही पनि लेख्न सक्छौँ, तर हामीले कटेर त्यति आउनु पर्यो नि। इन्टु 2 भयो, यो ब्राकेटमा लेख्ने sin x बाई 2 बाई, किनकि यो पनि sin थीटा बाई थीटामा लिएर जाने यसलाई, sin x बाई 2 x बाई 2 इन्टु x बाई 2 को होल स्क्वायर लेख्न सक्छौँ? सक्दैन, किनकि यो के छ? sin स्क्वायर x बाई 2 छ। फेरि यो कटिहाल्छ त sin स्क्वायर x बाई 2 भइहाल्छ। के भन्यो? म केही पनि लेख्न सक्छु, के एन्सरमा केही पनि लेख्न सक्छु, कटेर फेरि त्यति आउनु पर्यो भयो।
लिमिट x टेन्ड टु 0 आयो tan x by x के हुन्छ हामीले के पढ्यो tan थीटा by थीटा x into 0 हुन्छ भने के हुन्छ 1 तो 1 into यहाँ के छ by x क्यूब तो के हुन्छ 1 into x into 2 sin x by 2 by x by 2 के छ sin थीटा by थीटा तो के हुन्छ 1 हुन्छ तो 1 भयो 1 into यो ए स्क्वायर में छ होल में के हुन्छ x स्क्वायर 2 को होल स्क्वायर 4 बाय x क्यूब 2 2 जा 4 भयो नि ठीक हो भयो अब यो लिमिट हटिहाल्छ अब x को भ्यालु अब डाइरेक्ट गर्ने के हुन्छ x क्यूब x into x क्यूब by 2 डिवाइड by x क्यूब भयो नि त कसो हुन्छ x क्यूब by 2 into यो के गइहाल्छ यहाँ 1 रहन्छ तल यो माथि 1 गएपछि तल आउँछ त 1 by x क्यूब बट्यो 1 by 2 आएको हैन 1 by 2 लिमिट आयो धन्यवाद तपाईले अवश्य नै समझ आयो होला राम्रो लागेमा मेरो युट्युब च्यानललाई सब्स्क्राइब गर्नु होला र भिडियोलाई आफ्नो साथीहरुमा शेयर गर्नु होला लाइक गर्नु होला र एउटा मिठो कमेन्ट गर्नु होला धन्यवाद।